मजा आएर थिएँ होइन। अगाडि दुईजना मामा भान्जालाई भेट्न पर्खिरहनु भएको रहेछ होइन। देशका एटिट्युड के मामाहरूले भान्जाको एटिट्युड देखाएको छैन क्या होइन। देखाइदिउँ त्यो यहाँ त्यो दिदी हिँडिरहेको छ क्या। दिदी भन्नु कि के भन्नु अब चिन्जान छैन होइन। कता हिँडेको बिजुली बालेर। हेलो गाइज, वेलकम टु माई न्यू भिडियो युट्युब च्यानल। आयो सबैजना सन्चै हुन्छ होला होइन। म पनि एकदम बवाल छु होइन, एकदम आराम छु। बट मनमा हल्का अशान्ति छाइरहेको छ क्या। सधैँ शान्त हुने यो मन होइन, आज हल्का एकदम अशान्ति छाइरहेको छ क्या। एकदम शान्तिको आवश्यकता परिरहेको छ होइन। सो होइन, आज चाहिँ म एकछिन ब्याङ्क जान लागेको। एउटा साथीलाई पैसा हालिदिन्थ्यो, मैले अस्ति लिएको थिएँ क्या उसबाट। अनि त्यही भएर आज जसरी पनि हालिदिनुपर्छ मागिरहेको छ साथीले। छ भने अलिक धेरै हालिदियो भन्दै थियो। सरी यार साथी होइन, मसँग अहिले एकदम समस्या छ क्या। म पनि रुम भाडा यताउति खर्च होइन, मैले अरूलाई पनि दिन्छ क्या, मेरो रुममेटलाई। सो त्यस कारण मैले सकिनँ होइन। त्यसको लागि सरी होइन। यदि भयो भने अर्कोचोटि हालिदिउँला होइन। त्यसको लागि माइन्ड नगर होइन। मजा आएर थिएँ होइन। अगाडि दुईजना मामा भान्जालाई भेट्न पर्खिरहनु भएको रहेछ होइन। सो म चाहिँ यहाँ आइरहेको छु। झन्डै साइकलमा छैन क्या म। साइकलमा हल्का डर लाग्थ्यो। अब यतिकै त कसैले पनि केही भन्दैन नि त। सो एकदम डोन्ट वरी, कुनै टेन्सन छैन होइन। भिडियो बनाएको छु मामाले। मामा भने बुझ्छ कि बुझ्दैन यार। बेङ्की देशका कापिसक्यो। यति गर्दै कापिसक्यो मामाहरू। सन्चै रे, सन्चै छ भनेको सन्चै रे। सन्चै पनि भएन यार। एटिट्युड के मामाहरू अहिले बाइक भएको म पनि यस्तै गर्थेँ कि। दर्शन भन्थेँ, तर के गर्नु बाइक छैन। म हिँडिरहेको छु आज। मामाहरूले भान्जाको एटिट्युड देखाएको छैन क्या होइन। देखाइदिउँ त्यो छोडिदियो। फेरि मामाहरूको लेभल मिल्दैन क्या अहिले मामाहरूसँग। त्यही भएर अब 1-2 वर्ष भयो भने चाहिँ लेभल मिल्छ होइन मामाहरूसँग कुरा गर्न। अहिले चाहिँ लेभल मिल्दैन, छोडिदिन्छु आजलाई। के छैन, आजलाई यतिको भयो मामाजी होइन। राम्रोसँग आफ्नो काम गर्नु ल। अब अर्कोचोटि भेट भयो भने चाहिँ आफ्नो लेभल ल्याएर आउँछु म। अहिले चाहिँ लेभल छैन। म अहिले यस्तरी हिँडिरहेको छु होइन। हिँड्दाखेरि यार काठमाडौँ बस्दाखेरि एउटा सम्झे यार याद आयो यार। बबाल हिँडिन्थ्यो है, बबाल हिँडिन्थ्यो यार त्यो दिनहरू यार। तर सम्झेले खतरा हिँडाउँथ्यो यार। धुम्बाराई बस्थ्यो होइन म। कन्सल्टेन्सी पढ्न जाँदाखेरि पनि धुम्बाराईबाट चापेल हिँड्दै माथिसम्म होइन। चापेल पनि होइन कि, चापेलदेखि अझ माथि थियो केयर टावर भन्थ्यो होइन। त्यहाँसम्म हिँड्दै जान्थ्यो होइन। एकचोटि त सम्झिँदै होइन पुरा त्यहाँ बस पार्कबाट होइन यहाँ धुम्बाराई त्यहाँसम्म हिँड्दै ल्याएको छ क्या यार। खतरा हिँड्थ्यो क्या हामी। ज्याकेट पनि यही लाउँथेँ म होइन। म यो नेपालबाटै लगाइरहेको ज्याकेट हो। अहिलेसम्म केही भएन, 2-3 वर्ष भइसक्यो होइन। नेपालमा आउँदा खतरा हिँडिन्थ्यो यार। मारलाई नयाँ बाके बनाउँछ फेरि यता बनाइरहेको छ क्या। के बनाउँछ, कहिले के बनाउँछ, कहिले के बनाउँछ। मलाई दियो भने त म एक महिनामै बनाइदिन्छु यो। किनकि नेपाली हो नि त, काम चलाउ सरकार हो। बालै भएन। डोन्ट वरी। सम्झि यार लास्ट यार लास्टै हिँडाउँथ्यो। त्यही फेरि घाममै हो क्या, यस्तै घाम थियो। अझ यहाँ आज त्यति घाम लागेन होइन। बाबालाई घाम टोपी यस्तो लायो होइन, त्यो लायो हिँड्थ्यो क्या हामी। घाम नभनेर क्या, घाम पानी यताउति पानी पर्दाखेरि पनि यस्तै आउँछ। लास्ट थाकिन्थ्यो यार त्यतिखेर यार। बस पार्कबाट धुम्बाराई आउनु लास्ट हो नि, 3-4 किलोमिटर छ होला यार। त्यति हिँडिन्थ्यो क्या। आज चाहिँ म कति साइकल चढ्नु भनेर हिँड्दै आएको। त्यहाँको सम्झीको याद आयो होइन। सम्झी मिसु यार, त्यतिखेर खुब हिँडिन्थ्यो यार। सम्झीसँग मात्र होइन लगभग त्यतिखेर पढ्ने सब साथीहरूसँग सबसँग हिँडिन्थ्यो क्या। यस्तै नै फेरि सिग्नल परेर यहाँ फेरि सिग्नल फलो गर्नु पऱ्यो। त्यही माथि दिउँसो छ अहिले। फेरि राति भए त गइदिन्थेँ होइन। दिउँसो छ त्यति अलि मिल्दैन क्या अहिले। एउटा कुरा के भन्न चाहन्थेँ भने होइन, म आज जुन यो यहाँ आइरहेको छु नि, एउटा साथीले एउटा कुरा भन्न चाहन्थेँ होइन। पैसा भनेको चाहिँ होइन, मनी इज एभ्रिथिङ क्या। मलाई अहिले आएर
थाहा भयो कि आज भोलि आएर होइन सब पैसाको लागि नै भागिरहेको छ क्या यहाँ जापान नेपाल जुनसुकै ठाउँ होस् होइन पैसाको लागि क्या म पनि यहाँ पैसाकै लागि आएको हो क्या कुनै यता यहाँ आउने कुनै सोख थिएन क्या जहाँ गए पनि मलाई पैसा कमाउनु थियो होइन सबलाई पैसा कमाउनु छ होइन सो यो दुनियाँ यस्तै छ पैसामा सब कुरा बुझ्छ यहाँ मलाई सब थाहा छ जान्ने भइसक्यो बुझ्ने भइसक्यो उहाँले पहिला साह्रै थियो आज बुझ्ने भइसक्यो होइन पैसाले नै सब कुरा बुझ्ने बनाएको मलाई पैसाले नै हो यहाँसम्म आएको यति बुझेको मैले सब कुरा पैसाले नै त्यो छ नि पैसाले नै गर्दा क्या होइन पैसाले नै गर्दा मैले मेरो साथी एउटा गुमाइसकेँ होइन म चाहन्छु अब चाहिँ गुमाउनु नपरोस् होइन साथी यार के छ तेरो हालखबर यार धेरै माया छ यार मैले पैसा दिन सकिनँ होइन त बोल्न छोडिस् म तर प्रत्येक म्यासेज गरेँ तर तैँले हेरिदिनुहोस् क्या इग्नोर गरिस् होइन सो मलाई पनि मनै भयो होइन पैसा दिन नसकेर त बोल्दैनस् भने होइन केही छैन यार हाम्रो साथ केहीसम्म मात्रै लेखेको रहेछ क्या साथी होइन सो डोन्ट माइन्ड होइन यदि समय आएपछि फेरि भेटौँला होइन आफ्नो ठाउँमा छ परिस्थितिले जता डुल्याउँछ त्यतै जानुपर्छ हामी होइन केही छैन पैसा दिन सकिनँ त के छ यार केही समयको तैँले मेरो साथ दिइस् होइन तैँले मलाई साथ दिइस् मैले तँलाई साथ दिएँ केही समयसम्म होइन जहाँसम्म लेखेँ त्यो साथी त्यहीसम्म हामी गयौँ होइन त्यसको लागि केही छैन यार पैसा दिएन भनेर चाहिँ तिर्नमान होइन त्यतिखेर त लास्टै रिसाथी छैन तँलाई पनि चाहिरहेको थियो पैसा होइन मेरो पनि समस्या अब भर्खर पनि परेको थियो त्यतिखेर होइन यतै समस्या थियो कि अब आफ्नो समस्या आफ्नो ठाउँमा आफूलाई नै ठुलो देख्छ होइन सो त्यही भएर सकिनँ होइन केही छैन यार सब समय अब परे आएँ फेरि भेटौँला होइन म चाहिँ बल्ल ब्याङ्कमा आइपुगेँ होइन यो चाहिँ ब्याङ्कमा आयो भिडियो चाहिँ बनाउनु पाउँदैन होला सो म चाहिँ आइपुगेँ होइन बल्ल साथीलाई पैसा हालिदियो हल्का धेरै सकेन थोरै हालिदियो होइन साथी सरी यार मैले सकिनँ यार तैँले भने जति हाल्ने यार मसँग जति थियो होइन मैले जति सकेँ त्यति मात्रै हालिदिएँ यार त्यसमा खुस भयो ल यदि परे आए अब अरूचोटि हेरौँला होइन मलाई पनि सबैबाट साथ दिइराख्नु होइन कहिलेकाहीँ चाहिन्छ साथी भनेको चाहिरहेको छ होइन पैसा नहुँदैमा बोल्नै नहुने होइन नि त साथी भनेको अब साथ दिनुपर्छ क्या अब जति सकिन्छ त्यति चाहिँ गर्न सक्नुपर्छ यार के छैन मैले यति नै सकेँ अहिले होइन त्यतिमै खुसी हो यार त यार मान्दै ल साथी सो अनि आज चाहिँ हल्का यसो अघि चाहिँ घाम लागेको थियो कि होइन गर्मी होला भनेर ज्याकेट लगाएर आएको त भएन एकदम ठिक्कको टाइपको छ क्या अहिले जाडो पनि छैन गर्मी पनि छैन क्या मौसम छ यार अहिले यार त्यही हो होइन अब ठुलो कुरा भनेको पैसा रहेछ र सबैलाई भनिदिन्छु म यदि नेपालबाट कोही भाइ बहिनीहरू आउँछ भने होइन मेरो साथी यहाँ छ मलाई काम लगाइदिन्छ साथ अब पैदाउती हेरिदिन्छ भनेर विश्वास गरेर चाहिँ आउनु होइन विश्वास गर्नुपर्छ होइन विश्वास गरेर चाहिँ आउनु तर भर चाहिँ नपर्नु के म भन्छु कि भर चाहिँ नपर्नु के आश गर्नु भर नपर्नु भन्छ नि विश्वास पनि गर्नु होइन भर नपर्नु क्या किनकि यहाँ आफ्नो आफ्नो प्रब्लम हुन्छ ठ्याक्कै एउटै समयमा दुवैजनालाई समस्या आयो भने कसले कसलाई हेरिदिन्छ होइन त्यतिखेर आफ्नो लागि आफ्नो नै अगाडि बढ्नुपर्छ क्या यहाँ कसैको लागि कहाँ सक्छ यार सक्दैन नि आफ्नै घरमा त पैसा दिन सकिरहेको हुँदैन या आफै भ्याउँदैन अब होइन यहाँ मरिबेटी एउटा कामले पुग्दैन क्या झन् त्यही माथि दुईवटा काम गरेर पनि लगभग ठिक त हुन थाल्छ होइन सो आश गर्नु भर नपर्नु होइन म चाहिँ छ नि म यहाँ म चाहिँ होइन मेरो रुममेट चाहिँ एकदम त्यो छ क्या लगभग यताउति समस्या पर्दा चाहिँ साथ दिन्छ झन् न रुममेटले गर्दा बाँचिरहेको छु कि म यसमा मसँग होइन 0 पैसा हुँदा पनि म एकदम मस्तले बाँचिरहेको छु क्या किनकि साथी छ नि त रुममेट बबाल छ क्या मेरो होइन सो त्यसलाई चाहिँ म पनि यताउति गरेर हुन्छु उसले पनि मलाई लगभग उसले चाहिँ धेरै गरेर हुन्छ क्या मलाई होइन नपुग्दा किनकि मभन्दा अलिक सिनियर पनि हो सो त्यही भएर नबुझेको कुराहरू यताउति सहयोग गरेर हुन्छ होइन त्यसलाई पनि थ्याङ्क यू सो मच यार गरिराख्नु है त म त यस्तै हो होइन ल त चाहिँ रोन होइन तिमी चाहिँ अब गरिराख्नु यार साथ चाहिँ दिइराख्नु होइन
यसमा फेरि म साथ दिइरहेको छु भने माथिन्छ माथिन्न म पनि अब केही गर्नतिर लागिसकेको छु होइन। सो त्यही भएर थ्याङ्क यू सो मच होइन। यहाँ त्यो दिदी हिँडिरहेको छ क्या, दिदी भन्नु कि के भन्नु अब चिनजान छैन होइन। एउटा गीत गाउनु मन लागेको छ क्या, कता हिँडेको बिजुली बालेर हट भएर कम्मर मच्काउँदै हामी हेरेको हेरे म त हेरेको हेरे। यो चाहिँ रमाइलोको लागि है फेरि, यो साँच्ची होइन होइन, रमाइलोको लागि जस्ट रमाइलो क्या, रमाइलो गर्नुपर्छ नि त कहिले काहीँ। सो त्यही भएर मुड फ्रेस बनाऊ, कति मनमा चिन्ता मात्र लिनु होइन, दिमागलाई शान्त दिउँ, मनलाई शान्त दिउँ, एकछिन हाँसिनु। सो त्यही भएर नत्र फेरि त्यस्तो चाहिँ होइन, के गर्नु। लास्टै खुट्टा दुख्यो क्या म होइन, त्यो उतै बाटो थियो मेरो बाटो चाहिँ घर जाने बाटो होइन। लास्ट खुट्टा दुख्यो क्या, साइकलमा हिँडिरहेको कहिले साइकल कहिले ट्रेनमा हिँडिरहेको बानी यार, धेरै हिँड्न नसक्दो रहेछ। याबै भएछ याबै, एकछिन हल्का ट्रेन समातेर एक स्टेसन पर्छ होइन। सो ट्रेन पकडेर जानु परिरहेको थियो यार, खुट्टा दुखिसक्यो यहाँ। त्यही किन आएछु भन्ने भइरहेको थियो यार अहिले हिँडेर। साइकलमा आएको भए तँ आएर तँ जानु हुन्थ्यो। चाहिँ मेरो वरपरको गाउँ चाहिँ यही हो है, सबलाई देखाइदिन्छु म आज मेरो गाउँ भिजिट गराइदिन्छु सबलाई होइन। मेरो गाउँ चाहिँ यही हो होइन, यता सानो अपार्टमेन्ट हो यो होइन। यहाँ छिमेकीहरू बस्छन् यतातिर, अनि यता तलतिर भने चाहिँ भर्खर आमा पाहुनाहरू मतलब बसिसकेर आएको हुन्छ नयाँहरू तिनीहरू बस्छन् होइन। यतातिर चाहिँ अलि माडेहरू बस्छन् क्या, गाडीहरू चाहिँ यता राख्छन् होइन। यतातिर चाहिँ माडेहरू बस्छन्, अनि म माडे चाहिँ उता अलिक तल बस्छु होइन। म चाहिँ सबै आफन्त छन्, आज सब चिनजान गरिसक्यो मैले। बिहान जान्छु नि त म यसो रनिङ गर्न, त्यतिखेर सब आइरहेको हुन्छ पार्कमा होइन। सो त्यसो अङ्कल आन्टीहरू काकाकाकीहरू दाइभाइहरू यसो कहिले कसैसँग कुरा गर्दा सब चिनजान भइसक्यो यतातिर। यता चाहिँ त्यही भएर मैले रचरप जति हल्ला गरेँ पनि मलाई कसैले केही भन्दैन। ओ कताबाट आएको भन्छ क्या सबले यतातिर। दुःख भएन है, नदेखिनु त मतलब गर्दैन, दुःख भएन सब चिनजान भइसक्यो यतातिर। धुपी सल्लाहको रुख छ क्या यहाँ, मैले पनि नेपालमा घरमा रोपेको थिएँ यार, हाम्रो घरमा पनि थियो कत्रो भयो यसरी त भइसक्यो। यो चाहिँ हाम्रो अङ्कलले लगाउनु भएको आलु खेती हो, यो चाहिँ आलु हो, यो चाहिँ लसुन होला यार, त्यो लसुन चाहिँ यो थाहा भएन होइन, त्यो पनि त्यो थाहा छैन, तर यो चाहिँ आलु हो। फुलिसक्यो आलु त, टमाटर पनि छ उता। अब मैले पनि यताउति यसो खाने हालिदिएको क्या यता, अब भइसक्यो मलाई नि यसो पैँचो दिन्छन् होला, त्यही सोचिरहेको छु मैले। नदिनुपर्छ फेरि म अर्कोचोटिबाट पानी हालिदिनु के आलुमा भनेर भनिदिएको मैले त होइन, सायद दिन्छन् होला। यही थियो होइन आजको लागि चाहिँ, सबलाई थ्याङ्क यू सो मच होइन। लास्टमा फेरि पनि भन्छु मनी इज एभ्रिथिङ होइन, साथ पैसा चाहिँ सबलाई चाहिन्छ। सो एकदम इम्पोर्टेन्ट हो पैसा चाहिँ, पैसा अब नहुँदैमा सब पुरा नहुने भने पनि होइन, तर यो समयमा चाहिँ अहिलेको अवस्था जेनेरेसनमा चाहिँ पैसा चाहिँ एकदम इम्पोर्टेन्ट छ। सो सबैलाई होइन पैसा कमाऊ, जिन्दगी यस गर, रमाइलो गर, के छ र मरि लानु होइन, काम गर, घामपाती गर, खायो पियो उडायो, पैसा नै पैसा छ भने त पैसा छ भने सबै आफ्नो हो, पैसा छैन भने आफ्नो पनि जान्छ होइन। त्यही भएर मनी इज एभ्रिथिङ। सो सबलाई थ्याङ्क यू सो मच, हेरेर राख्नु होला भिडियो होइन, नयाँ नयाँ भिडियोहरू आइरहेको छ बेला बेलामा है, डेली चाहिँ आउँदैन, बेला बेलामा चाहिँ मुड चल्छ अनि बनाइदिन्छु सानो क्लिप्सहरू क्या। त्यही भएर माया गरिदिनु होला सबैले होइन, थ्याङ्क यू सो मच।